त्यसैले हो त यो पनि 108 घरमा अर्कै खुसियाली पर्थ्यो अनि त्यो केटीलाई बेगेर भित्राउनु लिएर आउँछ यस्तो अवस्थामा काम हतारमा त्यो केटीलाई कसरी भित्राउने ल भन्छ त्यही त भने बुवा मैले पनि उसलाई यही कुरा कतिपल्ट सम्झाइछ हुँदा अहिले त फोन गरेर मलाई माग्नु भए आउनु भोलि त घरको जाछु मेरो बुवाले हाम्रो 5 दिन छ भनेर भन्छ त अब त्यसको बाउको बानी तपाईँहरूलाई सकाउँदैछ अर्कैसँग बिहे गरेर पठाइदियो भने के गर्ने नेपाल छ तैँले मात्रै माया गरे होइन नि तैँले भन्दा पनि बढी त्यो केटीको पनि माया गरेकी छ अनि त्यस्तो माया गरेको केटा छोडेर त्यसको भाइले जबरजस्ती अर्कोसँग बिहा गरिदियो भन्दैन उसको अर्को केटासँग कहाँ जान्छ त्यो जान्न फेरि त्यो हाम्रो घरमा बसेको यतिको दिन भयो त्यसको गाउँभरि सबै हल्ला भए होला त्यसको बाउलाई त्यसकी छोरी बिहा गरेर बस्ने त्यतिकै सजिलो कहाँ छ त ढुक्क भएर बस क्या ठुले आउँछ दिदी आउँछ जयसार आउनुहुन्छ अनि सबैजना भएर बाजा बजार धुमधामसँग बिहा गर्दैला त्यही केटीसँग बिहे गर्नु नि चाहिन्छ मलाई जहाँसम्म लाग्छ त्यो केटीको उमेर बित्तिकै छैन हेर सत्रो लाग्यो भने त हामी नराम्रोसित फस्छौँ यो कुरामा पनि हामीले विचार गर्नु फेरि चाहिँ मेरो कुरा सुनियो भनेर भन् त्यो के ठेका नि छोरी दिन्छु भनेर हामीलाई बोलाएर हामीसँग भर्ना दिनको लागि अनेक षड्यन्त्र रचेर फसाउनुको खोजेको यो कुरामा पनि हामीले विचार गर्नुपर्छ है वामा हो तपाईँले एकदमै ठिक गर्नुभयो त्यसले मलाई कस्तोसँग कुटेको छ म कहाँ बिर्सिन सक्छु र त्यो यति सजिलै सुध्रिने मान्छे त होइन कतै पनि केही न केही षड्यन्त्र चाहिँ छ जस्तो छ ल कान्छा त्यो केटीको उमेर कति के कसो सबै कुरा बुझ अनि बिहे चाहिँ दाइ दिदी आएपछि मात्रै गर्ने भनेर भन्दै बाबु म भनिन्छ यति खालि छ भने मेरो छोरी झन् उहिलेदेखि म तल घर पुर्याइदिन्छु घरभित्र कसरी मान्छे झ्यालबाट लिएर यस्ता छोरछोरी भएपछि कसरी सक्छ अब आमा चाहिँ छोरीलाई केटाएर राखी अब अहिले छोरीको सम्झिनेसँग त्यसपछि पुरा गर्छु भन्दासम्म के चाहिँ गर्नु खोजिरहेको आमा चाहिँ कहाँ गएका हुन् खै आमा कहाँ गएको बाबा